हेलो नमस्ते गुड मर्निङ गाइस। आज हामी बुङ्गुर काट्न जाँदैछौँ चैते दसैँको भोलि चैते दसैँ। आज बुङ्गुर काट्न जाँदैछौँ। कस्तो हुन्छ के हुन्छ म तपाईँलाई देखाउँछु। अन्त्यसम्म हेरेर कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोस् न, कमेन्ट गरिदिनु। के इक्जाम अरे आज? हाम्रो भिरको कहिले भ्याइन्छ तिम्रो इक्जाम? अब 17 गते के ल ल कमाउनको हामी यसको गर्नु छौँ। समात्नेमा तयारी पुङ्गल बाँध्ने तयारी छ। काम भइरहेछ, धेरै बेर लाग्दो रहेछ बान्न। फर्स्ट टाइम हो मेरो, फर्स्ट टाइम म हेरेर यता टाउको बोल्दै हुनुहुन्छ। ठ्याक्कै कति केजी हो झपड्दै? कति केजी हो ठ्याक्कै के यो? यस्तो यादै हुँदैन नि यार। टाउको रेडी भयो, लगभग टाउको रेडी भयो। त्यसपछि यता जान बनाउँदै हुन्छ। पोरो लागेको छ होइन? के गरेको त्यहाँ? टाउको पोलेको हो नि त। पोलेछ होइन, पोल्नु भएको छ। हिजो आएको त गाडी रमेशको गाडीमा आएको। बाल्टी ठुलो ठुलो थिएन, उहाँसित लाग्ला अलि। त्यो बाल्टीको त राख्नु छ, बाल्टी के साइडमा बाल्टी। हाल्नुपर्छ एकजना। ए अङ्कल कपडामा लाग्नु पर्यो एकजना। बाटोमा भएछ ल है। कति किलो हो ठ्याक्कै भनिलाई? एक बोतल मेरोबाट। ए हे ठिकै हो नि त। अब घरको कुरा छैन होला, बनकुरे पाल्ने। अब रोडसम्म धार गरेर आउनु त कति केजी हो यामिन? कति केजी भनेको कस्तो ठिकै छ फेरि। गर्ने के हो भनौँ न। ठ्याक्क कसैले भन्छ मिलाउँछ, ठ्याक्कै यति केजी छ भने मिलाउँछ कसैले। यो सकेन नि दाइ कसैले। मैले त ल धेरैलाई सोधेँ। मैले देखेर सागर प्लस गर्नुपर्ने हो। दुई गरे हौ। त्यही भयो। ल त्यसमा भयो। दाइसँग दिने हो।
यो खोक्सो र अनि त्यो के अरे त्यो नोट चाहिँ होला यो पनि हाल्नु नि राख्नु त आफ्नो राख्नु है कता कताको गर्दन गइछ मिछ्याउने यसले मसला रेडी भयो मामाको आज मसला बेच्छु खुर्सानी यति ठोक्ने हो खुलाउँदाखेरि मिठाई बनाएर खुलाउँछ नि मामालाई हतियार त मस्त लाहा लाउनु त लाहाको यहाँ बोसले काट्नु नदिएर झपट कता गयो नि मामा साइलेन्टमा मासु समाति राख्नु बिहार खानु भयो नि त्यो त खानु पर्यो नि सही दसैँमा त टाउ पनि पोल्दैन बिहार खानु नभएको दसैँ खास भोलि कि पर्सि हो र भोलि आज हो कि पैसा हुनु पर्यो सधैँ दसैँ हो गिरङ्कल कति छ यो ठ्याक्कै कति केजी छ यहाँ 90-95 भने होइन 85 भने होइन मैले क्विन्टल भने अब हेरौँ अन्त कलिलो गाह्रै हुन्छ तर 2 पिस हो यो 2 पिस हो नि त 7 पिस भन्दै 3 पिस भन्दै होइन होइन 3 पिस भन्यो तर यो 2 पिस भएको भन्नु नि त 3 पिस त राख्नु कलिलै भयो क्या अङ्कल हजुर मासु कलिलो भयो 3 पिस अलि बसिया छैन हो यसलाई हो क्या 3 पिस भन्नु नि तर हड्डी पनि भएको होला हो पानी खाने कसै यो पनि त दुख्नै पर्यो फेरि यसलाई पनि त हाल्नु आफ्नो फिल्म बनायो भने तिम्रो खोल्न पर्ने भात त सेला आयो सबै भ्याएर आइयो के ल्याएर दाल त बनाउनु पऱ्यो नि दाल त बनाउनु पर्यो नि कस्तो हेत तेरी अङ्कल यो कुक चेन्ज गरौँ त माइल दाइले हाल्ने क्या अनि ल ल दाल बसालिदिनु भन्नु उता घरतिर 2 किलो 2 किलो भयो 84 अब त्यसले त 90 भइसक्यो मैले खेल खाने हुने भयो भुटकोला पनि मस्त हुने होला अझै हाल यहाँ छ नि फोन नभनेर यहाँ होटेल त खाना गरेर निकाल्न भयो के भयो ओ यहाँ धेरै हुने भयो भुटकोला हैन मलाई 20 किलो त 570 यत्रो हुन्छ आफ्नो किलो त 10-12 किलो धेरै रह्यो नि त भुट्टा हाल्दै हुन्छ कलेज हाल्नु भयो नि क्या के भन्दा त्यो गरेर यो गर्नु हो हाल्नु भयो क्वाट्स होला यसो गर्दाखेरि यत्रो रक हो 12 त छ 14 रहेछ उठ्ने कति हो त्यो 4 किलो दिने भयो यसित 5 किलो भयो हैन ल 4 किलो ल त्यसो यो दुईटा काटौँ त भन्छ 4 किलो ल यो 5 दिएको त होइन यही दुईटा भयो यसित भयो के मामा 5 भयो यसित 5 काट्ला ल भयो के 2 किलो 5 भयो अब यहाँ कति रह्यो 12 केजी रह्यो 12 दुई 24 रह्यो ए त्यो सबै भुट्टामा हाल्ने सब त्यत्रो छ पुरै दण्ड हामी
त्यो पनि हो होइन कोही कोही लानी छ भने लगाइ हुन्छ नि त खानेचुकले त पाउनु पर्यो नि त लानी छ भने कोही होइन भुट्टो खाने मान्छे धेरै खाने के गाउँमा त्यो पनि हो सबैले भुट्टो अरू लानी छैन के अरू लानीले भएदेखि भन्नु नभए भुट्टा त मिठो त हुन्न मिठो हुन्न के यत्रो भुट्टा ल ल म आइहालेँ है म आइहालेँ कति केजीको कमलले भुटेको कति 16 हावा अरे 16 अरे फेरि भाइ त्यो पसिना चाहिँ चाउनु भयो नि कमलको नमस्ते म मेरो नाम प्रशान्त खान्छ म करादी कति क्लासमा पढ्छु म मासु खान्छु म 2 क्लासमा पढ्छु कति कक्षामा पढ्छु म 2 क्लास कति कक्षामा त पढ्छन् म पनि 2 क्लासमा तिमी 1 क्लास एक्जाम म 2 क्लासमा एक्जाम भयो 2 क्लासमा भयो झगडा नि होइन बागो उठाउनु स्टार्ट भयो सुको भाइले कति खाने अरे सागर यहाँ भाग बाँधेर यहाँ सागर मैले भेउने लाग्यो